Guys, now we are in Bhatbhatini है र विश्वास सर राहुल सर भाटभटिनी हेलो ए यो चाहिँ हेटौडाको भाटभटिनी हेर्न सक्नुहुन्छ आम्बो कति राम्रो भाटभटिनी अनि हाम्रो ग्याङहरु चाहिँ पछाडी गइरहेको छ हो विश्वास सर यहाँ क्यामेरामा आउनु पर्यो त्यहाँको त्यो अब हामी चाहिँ किन आएको भन्दाखेरि हाम्रो चाहिँ टिफिन किन्नलाई अनि हाम्रो केही सामानहरु किन्न छ अनि त्यही भएर भाटभटिनी आएको गाइज हैन राहुल सर आजको भगमा के भन्न चाहनुहुन्छ सबैलाई भन्छु भने अब सुदीप सर अलिकति अहिले अब सपिङ गर्न चाहनुहुन्छ मलाई सबैजना सपिङ गर्न आउँदै हो अनि हामी त है हाम्रो आजको भ्लगमा है सबले कमेन्ट गरिदिनु पर्यो हैन लाइक सब्स्क्राइब गरिदिनु पर्यो नयाँ च्यानल हो युट्युब च्यानल हाम्रो चाहिँ युट्युब च्यानल नाम चाहिँ द गेमिङ हाउस के हो थाहा छैन हामीलाई युट्युब च्यानल के हो अब गएर अहिलेको नाम बनाउनुपर्छ जे हुन्छ त्यो हालिदिने है ल हाम्रो चाहिँ यसमा चाहिँ अब यही हो डिसाइड गर्नु न के हुन्छ भनेर अहिलेलाई के राखेको छैन अब नाम चाहिँ तपाईँ डिसाइड गरेर भन्नुपर्ने हुन्छ कमेन्टमा भन्नु होला अनि हामी त्यही नाम राखिदिन्छौँ है गाइज अनि यहाँ चाहिँ फेरि खतरा पेज राखेर चाहिँ हेर्दा गाइजहरू होइन पुरै होलसेलमा रहेछ होइन यहाँ चाहिँ तपाईँले अब जति सस्तोमा पाउँदो रहेछ क्या यहाँ सामानहरू चाहिँ अब हामीले चाहिँ किन्दिनँ तर हामीलाई चाहिँ फेरि त्यस्तो सामान मनपर्छ भित्र जान्छ भित्रको भ्युज हजुरहरूले हेर्न सक्नुहुन्छ ट्याङ्क यो चाहिँ भित्रको भ्यू यस्तो छ होइन गाइज अब भित्रको भ्युज कस्तो लाग्यो तपाईँहरूलाई यहाँ चाहिँ गेट बालेर हुनुहुन्छ यहाँ चाहिँ केएफसी त खाना त हामीले नखाने होइन भित्रको हुलिया ट्याङ्क देखेर यो हो भाटभटिनीको असली हुलिया टिफिन होइन ओ माई गड टिफिन यहाँ पाउँदै यहाँ खानेकुराहरू के ग्राब गर्नु पऱ्यो यो ग्राब गर्नु पऱ्यो क्या है आमा अनि यहाँ त कति धेरै मान्छे हुँदो रहेछ यहाँ त पुरै सामान किन्नलाई मान्छेहरू भेटौडाको भाटभटिनी है गाइस केटा हो होइन त्यहाँ कति कस्तो दामी यहाँ चाहिँ हजुर पुरै क्लिप सिप काटेर पुरै हाल्नु पर्यो नि फेरि ल क्लिप सिप काटेर पुरै हाल्ने दामी मात्रै हाल्ने नि त कहाँ हजुर त्यस्तो बन्दा पनि आमा कस्तो बन्दा यो यसलाई ब्याक क्यामेरा कसरी गर्छ ब्याक कताबाट गर्छ है ब्याक चाहिँ कताबाट गर्ने हो ब्याकै नहुने क्या यसमा त मेरो मात्र ब्याक चाहिँ यसो देख्नु पर्ने होला ल दामी ओयो दामी है सुगुरी पाउँदो रहेछ सुगुरी केटाहरूले सुगुरी हेर्दैछ ओके होइन त्यस्तो है गाइस के भयो यो किन्नु भएर हो त्यो के किन्नु भएर हेरेर बसेर देख्नु पऱ्यो के हो यो चाहिँ ओरेन्ज किन्दा चाहिँ केटाहरूले रुम हाल्नलाई होला सायद होइन यहाँ फेरि के हो तपाईँको यहाँको प्राइस कस्तो लाग्यो रिजनेबल छ रिजनेबल भन्छ के भन्छ एफोर्डेबल अनि हाम्रो राहुल सर के किन आएको हुन्छ हेल्दी हो सफ्टनेस लिची फ्लेभर के हो त जुस हो क्या जुस कस्तो प्रकारको हेल्दी हुनु पर्यो नि त ह्यान्डवासलाई जुस भन्दैछ केटाहरूले ल है त दामी यहाँ चाहिँ सबै दामी छ अब के भन्नु सर पैसा अहिले अलिकति लोगो चाहिँ नाम्दैछ हामी चाहिँ होइन यो के रहेछ यो 140 के हो तपाईँहरू थाहा छ गाइस के हो यो कमेन्टमा आउनु पऱ्यो र मलाई नामै पढ्दैन पढ्न चाहिँ हराइरहेको होइन म चाहिँ क्यामेरा वगेर हिँडै हो बन्द गऱ्यो स्टोरेज फ्री बनायो के हो क्यामेरा बनाउनु पऱ्यो कहाँ भाग्यो तपाईँले के किन्नु हो मान्छे कहाँ हिँड्यो हो के किन्दैछ आमा मान्छे के किन्दैछ हो यहाँ त हातभरि नै भर्छ एउटा के ट्रेनै ल्याउनुपर्छ क्या विचार छ विशेष ट्रेनै ल्याउनुपर्छ क्या हो हाम्रो विशेष जो सामान किनिरहेको छ हामी चाहिँ ल फेसवास सब के किन्नुहुन्छ विचार गर्ने आमा हेर्नु चाहिँ के किन्नुहुन्छ आकाशहरू मन पऱ्यो क्या एउटा भ्यू होइन हाम्रो ठुलो एकदिनमा एउटा भ्यू बढ्यो भने वर्षमा 360 पर्छ होइन ठिक छ गाइज फेरि हामी अब माथिको सेक्सन आइसकेको छ अनि हामी चाहिँ राहुल सरले बोतल किन्दै हुनुहुन्छ है बोतल गाइज बोतलको पानीले आँखा सङ्कै सानीले भन्यो अनि हाम्रो दिवाकर सरहरू के किन्नुहुन्छ राइस कुकर किन्नुहुन्छ यता हेर्नु सर के हो चलैमा छ त ल राइस कुकर किनेर हामी चाहिँ अब यस्तो हेर्दैछौँ होइन यो चाहिँ के भन्दाखेरि बोतलहरूको टिफिनहरू बेसी छैन अनि मलाई चाहिँ एउटा टिफिन किन्नुपर्ने हुन्छ त्यही भएर म चाहिँ यहाँ माथिको सेक्सन आएको छु अनि मेरो सरहरूले नि यहाँ बोतल सोतल किनेर अनि त्यही भएर हामी यहाँभित्र आएको छ यसको सेक्सन चाहिँ यस्तो छ डरलाग्दो महलहरू
हजुर हामी चाहिँ फेरि होइन अब त्यो ब्याडमिन्टन गएर सबै सामान किनेर बाई हानेर अनि हामी चाहिँ अहिले रोडिसमा आएको छ रोडिस क्याफेमा खाजा खानलाई म र राहुल सर हुनुहुन्छ राहुल सर के छ खाजा राहुल सरले के खाजा हुन्छ अनि म चाहिँ यहाँनिर मोमोज खाँदैछु यो रोडिसको चाहिँ यो इनर क्याफे हो यस्तो दामी चाहिँ पिक्चरहरू पनि यस्तो दामी मिठो बसेर हामी चाहिँ अब खाँदैछौँ खाएको पनि भेटिफिट गर्ने हुन्छ होला सायद मेबी होइन यसो टाक्का राख्ने क्यामेरालाई खाँदैछौँ होइन अलिक नजिक हो त्यो क्यामेरामा देखेन होइन गाइस त्यो मोमोजहरूमै बबाल छ यस्तो पिस होइन यस्तो बबाल छ होइन यो चाहिँ हाम्रो बेलुकाको सधैँको रुटिन हो हामी कहिले चाहिँ खाजा खाएर भइसक्यो अब हामी चाहिँ भित्र पेमेन्ट गर्न जान्छ यहाँ भित्रको झुल्या चाहिँ यस्तो बवाल छ है रोडिसको भित्रको चाहिँ यस्तो बवाल छ मलाई भिडियो गर्न लाज लाग्यो यहाँ चाहिँ हामी पेमेन्ट गर्न आएको कति भयो अब है अब हाम्रो अनुहार चाहिँ यसो यहाँ देख्नु सक्नुहुन्छ मेरो अनुहार चाहिँ यही हो र आउँछ यहाँ क्यामेरामा अब यहीँ पज गरिदिन्छ र अनि बागमा देखाउँछु अब हामीले खाजा खाएको चाहिँ यहीँ हो है भर्खरै खाजा खाइदिएको अब हामी चाहिँ बाइकमा जान लागेको यो चाहिँ हाम्रो बाइक निकाल्न कति बेर लाग्ने हो राहुल सर बाइक निकालिदिनु पऱ्यो भने चाहिँ है तपाईँले फेरि यता के त अनवाइन्ड क्याफे एन्ड फ्रुट्स यस्तो बबाल छ अब यहाँ पनि गएर खाइसक्यो खाना चाहिँ लोड खाइसक्यो होइन तर यसको चाहिँ कुनै दिन देखाउँला फेरि पनि खाएको होइन खाएको त कोही देखाउने हो खाएको सब स्टोन हान्दियो अब उहिले हान्दिने हो ए पुरा हान्ने फुल दिन पनि हुन्छ है हाम्रो ल म चाहिँ बाइकमा बस्दिएको बाइकमा बस्दिएको बाइकमा जान लाग्यो मेरो रुम चाहिँ अब वहीँ चलाउनु पऱ्यो रुमको भ्यू देख्ने हो रुमको भ्यू चाहिँ